बिहामा जान आँटेको छु बिहामा जानुलाई हामी चाहिँ बिहामा जानुलाई यहाँ गाडीमा चढिरहेको छु गिद्धे अहिलेसम्म गाडी भरेको छैन बसमा बसिरहेको छु कतिजना भयो 4 जना भएछ यो बाइक चाहिँ मैले अस्ति वृन्दावनबाट लिएको आज चाहिँ ओपनिङ भयो यसको इतने आज चाहिँ दिन पनि चिसो भइरहेको छ हामी चाहिँ गिद्धेको गाडीमा चढेछु हो अन्त गिद्धेसम्म छोडिदिएर धन्न त्यहाँनिर त्यो गाडीलाई एक्स्ट्रा पेड गरेर चाहिँ हामी यहाँनिर बिहा गरेर आइपुग्यौँ महानदी भन्दो रहेछ नि त है जाउँ यस्तो बनाएको रहेछ यहाँ तल चाहिँ उनीहरूको पहिलामा हामी एकपल्ट आएको थिएँ बिहामा मैले यहाँनिर चाहिँ स्वेटर पनि खोलिदिउँ साह्रै उयो भयो भनेर जाउँ ठिकै छ तपाईँहरूलाई अब म तल देखाउँछु ल अलिअलि त्यहाँनिर त त्यस्तो भ्लग गर्नु मिलेन होला है बेहुला यता रहेछ बेहुली चाहिँ लुगा मिलाउनु गइरहेको छ वेटिङ लिस्टमा बसिरहेको छ हामी यहाँ खदा लगाइदिनुलाई अब चाहिँ हामी बिहाबाट फर्केको कस्तो दामी डेकोरेसन गरेको रहेछौँ यहाँतिर पनि हेर्नु नै कस्तो दामी डेकोरेसन गरेको रहेछौँ अब फेरि गाडी रोकेर जानुपर्छ हो त्यही भएर हामी चाहिँ सबैसँग छुट्टेर उकालो जाँदैछु गाडी पाएँ अझै 2 जना छोड्यो है ए 5जना छोड्यो है चढेर जाँदैछु त महानदी आज चाहिँ पानी पर्ला जस्तो भयो दिन पनि सबै छैन हेरौँ ल मात्रै भयो अब 2 जना पेसेन्जर आएपछि चाहिँ गाडी हिँड्छ बल्ल हो 2 जना 4 जना हाल्छ नि त अन्त हामी चाहिँ बल्ल घर आइपुगेँ एकदमै जाडो छ दिन पनि अब लुगासुगा फेर्छु र मेरो ब्लगलाई पनि यहीँ एन्ड गर्छु बाई बाई सी यु इन द नेक्स्ट भिडियो